ल है गाइज अब हामी आज एउटा सिन्धुलीको लोकल खसी काटेर र यसमा चाहिँ हामी अब सुरुमा हामी तेल हाल्छौँ है तेल चाहिँ तपाईँको यो मासु अनुसारको हाल्नुपर्ने हुन्छ त्यो नि तोरीको प्योर तेल हाल्दैछौँ आवश्यकता अनुसारको हाल्नुपर्छ तेल चाहिँ यसमा त्यो अब थोरै मेथी हाल्नुपर्छ है मेथी हालेँ पर्छ मासु हजुर अब ल्याइदिनु न मेथी अलिक पड्किनुपर्छ हजुर मेथी अलिक कालो कालो हुनुपर्छ आगो पनि मजाले बलाएको छ है ल अब मासु है अब खोज्नु भयो मैले चला खाइन है यो के हाल्नु यो के हाल्यो प्याज ल बेसार थोरै बेसी हाल्नुपर्छ यति है थोरै भए हुन्छ है थोरै हुन्छ ल बेसार भयो मासु अलि भुटिसकेपछि हाल्नुपर्छ है यो मासु अनुसारको नुन चाहिँ थोरै यसलाई चाहिँ 2 चम्चा भयो अब सकेपछि चलाउनेलाई मजाले मासु पड्किन थाल्यो प्याज हाल्यो आगोमा पकाएको मासु बेग्लै हुने है खासमा अझ जाडो महिना त झन् मजा क्या जाडोमा झन् मजा हुन्छ आगोको तातो त्यसमा चक्क मासु मजाले चलाउने यसलाई है अब एकछिन छोडिदिने यसलाई राम्ररी पाकोस् है अब चाहिँ पेस्ट हालौँ है अदुवा लसुन यो जिराको धुलो है हालेको छ मासु पाकिसकेपछि हाल्नुपर्ने हो खासमा यो चाहिँ अलि मासु भुटिसकेपछि हाल्ने हो यसलाई चाहिँ टक्क लाएर पुग्छ ल चाहिँ पुग्यो है फेरि चलाउने यसलाई चाहिँ मजाले है आगो छोरो बोल्नु केही फरक पर्दैन आगो छोरो डढ्यो नि त नि हो र अब अलिक घटाउनु भयो अहिले मासु भुट्यो है थोरै पानी डढे होइन थोरै पानी राखौँ अब मासु भुट्यो थोरै यसलाई यसरी चलाउँ अब एकछिन छोडिदिउँ अब केही एकछिनपछि छोड्दा अलिक पाक्छ केराको झ्याङहरू पनि कस्तो दामी केरा फलेछ है यो ऊ राम्रो कागती राति पनि रह मजाले ठुलो बोट भएको छ है हान्जरेले दुईटा रहेछ है
तातो छ है अब चाहिँ टमाटर हाल्नु है पछि हाल्नुपर्छ लसुन चाहिँ लसुन पछि हाल्ने टमाटर हाल्नु थोरै